सम्पूर्णमा नमस्कार। नौकुण्ड गाउँपालिका उद्योग शाखाद्वारा आयोजित यो सिप विकास तालिममा चाहिँ यो मुढा बुनाइ गरिब निर्माणको लागि लघु उद्यम विकास कार्यक्रमबाट चाहिँ तपाईँको यो नौकुण्ड गाउँपालिका वडा नम्बर 5 भोर्लेमा चाहिँ मुढा बुनाइ तालिम हाम्रो चाहिँ सुरु भएर आज 30औं दिनमा पुगेका छौँ र यहाँको हाम्रो सहभागीहरूसँग चाहिँ मैले केही कुरा सोध्दैछु यहाँनिर र हाम्रो सहभागी यहाँ हुनुहुन्छ। तपाईलाई नमस्कार छ। के छ तपाईलाई कस्तो लागेछ यो मुढा बुनाइ कार्यक्रम? मुढा बुन्ने कार्यक्रम एकदम राम्रो लाग्यो। सिकाउने मिसले धेरै राम्रोसँग सिकाउनु भयो। सिक्न पायो नयाँ सिप। घरमै बसेर नै हामीले बुन्न सकिन्छ। के छ जीविकोपार्जन गर्न सक्नुहुन्छ यसबाट? सक्छु। ए महिनामा कतिवटा जति बुन्न सक्नुहुन्छ तपाईले? अब जान्यो भने बुनिन्छ होला। अब 10-15 वटा कति अब थाहा छैन है, बुन्ने छैन। ठिक छ, तपाईलाई धन्यवाद है। के छ तपाईको? सब ठीक छ। ठिक छ है। अनि कस्तो भइरहेछ मुढा बुनाइ कार्यक्रम? तपाईलाई कस्तो लागिरहेछ? एकदम राम्रो। कतिवटा बुन्नु भयो तपाईले अहिलेसम्म? 7 वटा। 7 वटा बुन्नु भयो? के छ कतिको गाह्रो हुँदो रहेछ यसमा? गाह्रो त ठिकै। अब काम गर्दाखेरि गाह्रो त भइहाल्छ हैन? तर पनि अब यत्रो सिकाउनु भयो हैन? हामी यसरी खटेर आयौँ हैन? राम्रै छ। यसमा कति जति फाइदा हुँदो जस्तो लाग्छ तपाईलाई? मलाई एउटा मुढामा चाहिँ हैन उत्पादन गर्दा कति जति चाहिँ आउँछ जस्तो लाग्छ? खै त्यो त अब बेचेपछि थाहा हुन्छ। बेचेपछि भनेपछि डिजाइनहरू झिक्न आउँछ तपाईलाई? आउँछ। ल धन्यवाद। अनि तपाईको? तपाईको नाम के हो? तपाईको नाम भन्नु त? मेरो नाम मीरा तामाङ। मीरा तामाङ। घर? घर आप्चुवा। अनि यो मुढा तालिममा आएर तपाईले के सिक्नु भयो यसमा? यसमा अब सब कुरा सिक्यो। सबै कुरा सुरुको दिन चाहिँ अप्ठ्यारो जस्तो लाग्यो कि लागेन तपाईलाई? फर्स्टमा त गाह्रै हो। अनि त्यसपछि सिकिसकेपछि चाहिँ सजिलै हुने। सजिलै हुँदो रहेछ। जे भयो नि तपाईले अब घरमा गएर नि गर्न सक्नुहुन्छ हैन? हजुर। ल हस् धन्यवाद। हजुर नमस्कार। हजुर नमस्कार। नमस्ते। के छ अनि तपाईको नाम के होला भनिदिनु न? मेरो नाम शर्मिला तामाङ। शर्मिला, के छ तपाईको यो मुढा बुनाइ तालिममा कतिको प्रतिफल लिनुभयो तपाईले? अब भर्खर सिके हम। अब कस्तो हुन्छ? के छ कतिवटा डिजाइन आउँछ तपाईलाई? कति 3-4 वटा डिजाइन सिकाउनु भएको छ त्यो चाहिँ आउँछ। सिकाएर चाहिँ आउँछ हैन? ल ठिक छ। अनि नमस्कार हजुर। के छ अनि तपाईलाई कस्तो भइरहेछ यो मुढा बुनाइ तालिममा? ठिकै छ। सिक्यो मेटीको यस्तै हो। अब सिक्नलाई अलिअलि गाह्रो त हुन्छ। के छ तपाईको भनाइमा नौकुण्ड गाउँपालिकालाई चाहिँ तपाईको मनबाट चाहिँ के भन्न चाहनुहुन्छ? धन्यवाद भन्न चाहन्छु। अरू के छ? अरू सब ठिक छ हैन? अनि मुढा बुनाइ तालिमबाट चाहिँ के कस्तो छ? यो मुढा बुनाइ तालिमबाट चाहिँ तपाईले के राम्रै घर चलाउन राम्रै हुन्छ जस्तो लाग्छ? अब सक्छु जस्तो लागिरहेछ। ल हस् धन्यवाद। नमस्कार हजुर। नमस्कार। हजुरको नाम? उर्मिला तामाङ। उर्मिला। तपाईको घर? मेरो नौकुण्ड 5 भोर्ले। भोर्ले। के छ तपाईलाई यो मुढा बुनाइमा चाहिँ के कस्तो भइरहेछ तपाईको? अब मुढा बुन्नलाई अब यो तालिम हामीलाई समस्या थियो। यो समस्याको अब हामीले कति पहिलादेखि प्रयास गरेको। पहिला मिलेन, अहिले मिलाइदिनु भयो। धन्यवाद पालिका सरहरू। ठिक छ। नौकुण्ड गाउँपालिकाको वडा नम्बर 5 को वडा अध्यक्षलाई के भन्न चाहनुहुन्छ? उहाँबाट धेरैले पहल भएको। ल ठिक छ। तपाईको आफ्नो जीविकोपार्जन गर्न सक्नुहुन्छ नि अब? सकिन्छ हैन? हस् धन्यवाद। नमस्कार हजुर। के छ तपाईलाई कस्तो लागिरहेछ यो मुढा बुनाइ तालिममा? ठिकै लागिरहेछ। के छ तपाईले कतिको बन्न सक्नुहुन्छ? दिनमा एउटा सक्नुहुन्छ? अब सक्छु जस्तै लाग्छ सर। अनि अरू के अप्ठ्यारो यहाँ चाहिँ यो मुढा बुन्दाखेरि चाहिँ अप्ठ्यारोहरू चाहिँ के भयो त फेल तपाईलाई? सुरुमा त अप्ठ्यारै लाग्थ्यो। पछि त सजिलै लाग्न थाल्छ। अनि तपाईलाई सिकाउँदाखेरि ट्रेनरले कस्तो तरिकाले सिकाउनु भयो? राम्रै तरिकाले सिकाउनु भयो? यस्तो रिसाउनेहरू त केही गर्नु भएन नि? त्यस्तो केही छैन सर। हस् धन्यवाद।
नमस्कार हजुर नमस्कार के छ तपाईँलाई सन्चो छैन क्या तपाईँलाई ठिक छ अनि यो मुढा बनाइ तालिममा कस्तो छ तपाईँलाई ठिकै लाग्यो के छ तपाईँले गर्न सक्नुहुन्छ अब सबै आउँछ नि डिजाइनहरू के छ तपाईँले हाम्रो सिकाउने प्रोसिजरको लागि के भन्नु चाहनुहुन्छ धन्यवाद अनि अरू के छ यसमा अप्ठ्यारोहरू चाहिँ तपाईँलाई के लाग्यो मुढा बनाइमा चाहिँ तपाईँलाई अप्ठ्यारोहरू चाहिँ के रहेछ अड्किनु हुँदैन नि बिचमा हस् धन्यवाद नमस्कार हजुर हजुरको नाम सुनिता तामाङ घर के छ अनि मुढा बनाइ कार्यक्रम कस्तो लागिरहेछ तपाईँलाई अनि सुरुको अवस्थादेखि अहिलेसम्म चाहिँ तपाईँकोलाई चाहिँ परेका अप्ठ्याराहरू यसमा चाहिँ सहजताहरू के छन् भन्नु त राम्रै छ सुरुको दिन चाहिँ कस्तो लागेको थियो तपाईँलाई सुरुको दिन त गाह्रै थियो पछि चाहिँ सजिलै भयो सजिलै भयो भनेपछि अब गर्न सक्नुहुन्छ नि सक्छु हस् धन्यवाद हजुर नमस्कार नमस्कार के छ तपाईँको मुढा बनाइ कार्यक्रममा कस्तो छ के भइरहेछ राम्रो भइरहेछ बन्न सक्नुहुन्छ अनि हाम्रो ट्रेनरबाट चाहिँ सिकाउनु पर्ने कुराहरू सिकाउनु भयो तपाईँलाई राम्रै सिकाउनु भयो अनि अरू के छ तपाईँलाई यो मुढा बनाइ कार्यक्रममा चाहिँ तपाईँलाई कस्तो यो सिक्न पाउँदा तपाईँलाई कस्तो लागिरहेछ अब गर्न सक्नुहुन्छ हस् धन्यवाद नमस्कार हजुर के छ तपाईँलाई कस्तो छ ठिक छ अनि यो मुढा बनाइ कार्यक्रममा चाहिँ कस्तो भइरहेछ तपाईँलाई राम्रो भइरहेछ अनि अब बन्न सक्नुहुन्छ अहिलेसम्म कतिवटा बुन्नुभयो तपाईँले 5वटा बुन्नुभयो सबैभन्दा गाह्रो चाहिँ के रहेछ यसमा कुन बुट्टा हाल्नलाई चाहिँ गाह्रो रहेछ इँटा बुट्टा हाल्न चाहिँ गाह्रो रहेछ अब सक्नुहुन्छ नि हस् धन्यवाद हजुर नमस्कार हजुरको नाम अनि के छ मुढा बनिरहनु भएको छ अब आउँछ नि तपाईँलाई बन्नलाई आउँछ होइन त के त अब घरमा गएर बन्न सक्नुहुन्छ नि ल ठिक छ हस् धन्यवाद नमस्कार हजुर मुढा बनिरहनु भएको रहेछ के कस्तो भइरहेछ गाह्रो कस्तो छ अनि तपाईँलाई यो बन्न सक्नुहुन्छ तपाईँले अनि कतिवटा बुन्नुभयो अहिलेसम्म 5वटा बुन्नुभयो अब घरमा गएर तपाईँले सक्नुहुन्छ बन्नलाई पर्ला होइन तपाईँलाई यत्रो अनि तपाईँलाई हाम्रो ट्रेनरले चाहिँ राम्रैसँग सिकाउनु भयो नि सिकाउनु भयो होइन सक्नुहुन्छ नि यता हेर्नु त तपाईँको नाम भन्नु भएन नाम के होला फुलमाया तामाङ हस् धन्यवाद अब हाम्रो प्रशिक्षक हुनुहुन्छ हजुर नमस्कार के छ अनि तपाईँलाई चाहिँ यो मुढा बनाइ तालिममा सुरुको दिनदेखि अहिलेसम्म चाहिँ तपाईँले सिकाउँदाखेरि तपाईँलाई चाहिँ हाम्रो सहभागीहरूबाट के कस्तो प्रतिफल पाउनुभयो अनि तपाईँलाई सिकाउँदाखेरि के सहज भयो के असहज भयो यसमा होइन हुनुपर्ने के थियो के भएन के भयो यो सबै कुरो तपाईँलाई चाहिँ आफ्नो मनमा लागेको कुरा भनिदिनुहोस् त सुरुदेखि अन्तिमसम्म अब आज अन्तिम दिन सुरुदेखि अब सुरुमा फर्स्टमा सिकाउँदाखेरि अब साथीहरूले मलाई चाहिँ मैले सिकेको साथीहरूले कहिले सबैजनालाई सिकाइदिन पाऊँ जस्तो लागेको थियो अहिले अब 30औं दिनमा लास्ट अब 1 महिनामा लगभग 100वटाको हाराहारीमा मुढा बनाइसक्नु भएको छ त्यसमा मलाई नि धेरै खुसी लागेको छ दिदीबहिनीहरू आफ्नो काम छोडी दुःख अब महिला दिदीबहिनीलाई धेरै दुःख हुन्छ नि त यसरी बाहिर निस्केर यसरी काम गर्नलाई सिक्नलाई गाह्रो हुन्छ त्यसरी आफ्नो समय बचत गरी आउनुभएको मेरो दिदीबहिनी आदरणीय मेरो दिदीबहिनी सबैजनालाई धन्यवाद दिन चाहन्छु र यो गाउँपालिका नौकुण्ड गाउँपालिकालाई नि धन्यवाद दिन चाहन्छु अहिलेसम्म मलाई चाहिँ अब मैले सिकिसकेपछि सिकाउनु पाउँदाखेरि मलाई चाहिँ धेरै खुसी लागेको छ मेरो घर दैलोमै बसेर मैले उहाँहरूलाई यतिकै सिकाउनु पाउँदाखेरि सबैजना पर्फेक्ट भइसकेको छ उहाँहरू मलाई खुसी लागेको छ त्यति हस् धन्यवाद हाम्रो अन्तिम सहभागी हुनुहुन्छ उहाँसँग पनि म केही कुरा भन्न चाहन्छु हजुर नमस्कार के छ सन्चै हुनुहुन्छ सञ्जय हजुरको नाम ठुलीमाया तामाङ तपाईँको घर
वडा नम्बर कतिमा बस्नुहुन्छ 5 मा बस्नुहुन्छ अनि तपाईँ यो मुडा बन्न आइरहँदाखेरि तपाईँलाई केही अप्ठ्यारो त छैन नि त्यस्तो भएको छैन राम्रै भयो तपाईँ घरतिरबाट त यो कार्यक्रममा जानु पर्दैन भन्ने यस्तो कुरा त केही गर्नु भएन नि अब भएको छैन होइन सिक्न सक्छ जानुहोस् भन्नुभयो कि सपोर्ट गर्नुभयो कि सपोर्ट गर्नु भएन घरतिरबाट तपाईँलाई सिक्नुपर्छ भनेर पठाउनु भयो अब घरमा गएर बन्न सक्नुहुन्छ नि जीविकोपार्जन गर्न सक्नुहुन्छ आफ्नो निर्वाह गर्न सक्नुहुन्छ होइन त हस् धन्यवाद हाम्रो सहभागीहरू यहाँ हुनुहुन्छ हाम्रो सहभागीहरूले बनाएको मुडा चाहिँ यस्तो चाहिँ यहाँहरू हाम्रो सहभागीहरू यसरी बसिरहनु भएको छ है हाम्रो लगभग नौकुण्ड गाउँपालिका उद्योग शाखाबाट आयोजना कार्यक्रममा चाहिँ लगभग 100वटा जति चाहिँ हाम्रो मुडा उत्पादन भएको छ